हेलो गाइस, सबैजनालाई गुड मर्निङ है। अनि सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा। सबैजनालाई स्वागत छ है। अनि अहिले तपाईँहरू चाहिँ एकदम ठिकै हुनुहुन्छ होला, म पनि एकदम ठिकै छु है। अनि म चाहिँ अहिले चाहिँ एकदम बिजी छु क्या, तलमा एकदम बिजी। अनि म चाहिँ आज तपाईँहरूलाई चाहिँ है मेरो सानो मिनी भ्लगमा चाहिँ है यहाँ हाम्रो गाउँहरू देखाउन चाहन्छु। लेट्स गो गाइस। नामथाङ पारी हामी चाहिँ यहाँ तल पक्रा झोडा आइपुगिसक्यो है। अनि आज चाहिँ निशान भाइले कुदाउँदैछ। अनि हिजो चाहिँ मे डेकै दिन चाहिँ है यहाँ एउटा स्कुटी एक्सिडेन्ट भएको थियो है। अनि दुईजना केटी यहाँ माथिबाट चाहिँ ब्रेक फेल भएर चाहिँ डाइरेक्ट यो ढुङ्गाको भित्तामा चोट पनि छ यी हो ऊ यहाँ हालेको रहेछ। अनि सिरियस भइरहेको थियो, स्कुटी यहाँ राखेको थियो, कता राखेको कुनै है। अनि उहाँ चाहिँ नामथाङबाट हिजो मे डेकै दिन। अनि कुदाउने मान्छेलाई चाहिँ के भएन रहेछ, पछाडि बस्ने मान्छे चाहिँ सिरियस बस्तीको थिएछ, स्कुटी ब्रेक फेल भएछ है। स्कुटीको त्यति भर हुँदैन नि त। टेन्सन लाग्छ नि यसरी बाइक कुदाउनु दिँदा। न्युट्रलमा भइरहेछ हो, अफ छ कि अन छ भन्दा साह्रो नजारा डिपोमाथि है। 2 हालेर छोड्दैन नि त। आजकल त युट्युबमा त्यति भिडियो हाल्नु पाएको छैन है। टाइम पाउँदैन, कोही बेला एक्लै हुन्छु, भिडियो बनाउने मान्छे हुँदैन। के गरेको गोलाहरू चाहिँ यस्तो डरलाग्दो भाँचेको छ कि फेरि यो बाइक के साह्रो अग्लो। क्लच दबाएर गोला काटेँ, झ्याप्पै अड्केर फेरि लड्ला नि स्टिङ लक भएर। स्पोर्टेड भएको नि है एकजना, अनि रोमन्दाको चाहिँ यहाँबाट गाडी भएर छोडेर चाहिँ स्पोर्टेड भएको। के को आवाज आउनु थाल्यो फेरि? किन रोकेको टिपु तल आइपुगिसक्यो है। अनि यसले ग्यार खेलाएको देखेर म छक्कै परिसकेँ। कति ग्यार खेलाएको। जङ्गलहरू चाहिँ एकदम रमाइलो छ। झन्नाले झऱ्यो। यो बाइकको चाहिँ बेसी सिट अग्लो भएर के हो, सुल्केर भइसकिसक्यो। भोक लागेन तँलाई? के गयो? ब्रेकको तार छुट्यो? कहाँ जान्छौ? लागिरहेको छ। अब गाइस है, अब चाहिँ म तपाईँहरूलाई दोकान पुगेर देखाउँछु है। म यहाँ एकदम ओह्रालोमा सुल्केर यहाँ डरको सुल्किसकेँ क्या। अनि जग्गाहरू चाहिँ एकदम रमाइलो छ है। अनि भरै नाइटको भिडियो हुन्छ, यो भिडियो चाहिँ म अपलोड गरिहाल्छु है। एकदम शानदार छ, एकदम मजाको छ। यता चाहिँ जग्गाहरू टिकको रुखहरू मात्रै छ ज्यादा। त गाइस सुनेछ चाहिँ डरेर लगाएको रहेछ है। अनि हामी चाहिँ तारखोला छेउ आइपुगिसक्यो। तारखोला माथि मेरो चाहिँ भिडियो कन्टिन्यू किन नआएको भन्दा चाहिँ भिडियो बनाउने त्यति कोही हुँदैन कि। अनि सो त्यो भएर चाहिँ आज चाहिँ भाइ छ है। अनि यति भाइलाई भएर पनि कुदाउनु दिएछ भने चाहिँ भिडियो बनाउने मै बनाउँछु है। सो गाइस एकदम म चाहिँ अब दोकान पुगेर तपाईँहरूलाई देखाउनेवाला छु है। अहिलेलाई यति नै हेर्दै गरौँ ल। अब चाहिँ म दोकान देखाउनेवाला छु तपाईँहरूलाई। सो गाइस सबैजनालाई बाहिर अब चाहिँ हामी दोकान आइपुगिसक्यो है। अनि यो चाहिँ मेरो साथी छ। अनि दुईजना चाहिँ भित्र उयो गर्दैछ है। आगो चाहिँ माथि आसु लिनु जानुभएको छ। अनि ऊ परको त्यो गाडीको चाहिँ टायर पड्केको थियो अघि भर्खर है। अनि जग्गा चाहिँ यत्रो छ। अनि यता चाहिँ मोमो थुक्पाहरू सबै पाउँछ है।
घरको गाडी चाहिँ माथि छ, ठुलो गाडी, अनि सामानहरू चाहिँ यति छ। अब आज हाल्नुपर्ने छ, सकिरहेको छ सामान चाहिँ। अनि यता चाहिँ एमएल खेल्दैछ यसले। अनि सो आजको मेरो चाहिँ भ्लग चाहिँ यति नै है। अनि आजको भिडियो चाहिँ कस्तो लाग्छ कमेन्टमा भनिदिनुहोस् होला है। त सबैलाई बाई बाई। अब चाहिँ नेक्स्ट भिडियोमा भेटौँ।